नमस्ते, ह्याप्पी दसैँ साथीहरूलाई। आज चाहिँ हाम्रो चाहिँ काल रातिको लागि तयारी गरिरहेको छौँ। हेर्नुहोस् कति धेरै तयारी गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो स्याबाजी, कालो भटमास, अन्डा, सिद्रा राखेर पनि बनाउनु पर्छ। कालिया चढाइन्छ नि त, त्यही भएर यता गुरु आएर मण्डप बनाउँदै हुनुहुन्छ मजाले। अब राति होम लाउनु पर्ने हुन्छ, त्यही भएर त्यसको लागि चाहिँ कस्तो मजाले बनाउनु छ। म त हेरिरहेँ, मलाई कस्तो रमाइलो लाग्यो क्या त्यो बनाउन चाहिँ। एउटै हात टक्क सिधा हामीले बनाउँदा हुँदैनन्। गुरुहरू त बानी पनि परिसकेको हुन्छ, त्यही भएर पनि होला कस्तो मजाले मण्डप बनाउनु पनि हेरेँ। त्यसपछि बिस्तारै सबै सामानहरू बाहिर कोसीमा ल्याएर राखेँ। गुरुले ठाउँमा राख्नुभयो। त्यसपछि हाम्रो गुरुले पूजा सुरु गर्नुहुन्छ। यो चाहिँ काल रात्रि पूजा हो, राति भएपछि मात्रै गरिन्छ। अनि त्यसपछि चाहिँ त्यो होम गर्दाखेरि चाहिँ खिर त्यही पकाउनु पर्ने भएर हाम्रो चाहिँ खिर त्यही बनायो भाँडामा चढाउनको लागि। खिचडी खिर सबैजना हाम्रो अब दाजुभाइ दिदीबहिनीहरू चेलीबेटीहरू सबैजना बोलाइन्छ नि त्यो दिनलाई। म चाहिँ यता खाना पनि तताउँदै गर्नु पऱ्यो, किनभने पूजा लगभग सिद्धिन लाग्यो। अब सबैलाई खाना तयारी गर्नुपर्ने हुन्छ। चाहिँ हाम्रो मटन कबाब पकाएको छ। कलर त राम्रो छ, अलि अब हेर्दाखेरि किन यस्तो कलर देखियो है।